नमस्ते नमस्ते सबैजनालाई स्वागत छ यो लाइभ क्लासमा। आज हामी उपस्थित भएका छौँ यो टपिक लिएर। यसको लामो च्याप्टर हुनसक्छ। यो एउटा टपिकमा आज कुरा गर्दैछौँ अनि यसमा महत्त्वपूर्ण वर्डहरू चाहिँ के छ भन्दा कन्टेन्ट भयो एउटा, अर्को राइटिङ भयो, अर्को ब्लग। यी तीनटा चाहिँ एकदमै महत्त्वपूर्ण वर्ड्सहरू छन्। यी तीनटा कुरालाई ध्यान दिनुपर्ने हुन्छ। यदि तपाईहरुसँग कुनै क्वेशन छ भने भरे क्वेशन सेक्सनमा आएर तपाईहरुले क्वेशन सोध्न सक्नुहुनेछ है त। अहिले हामी अगाडि बढ्छौँ लेसनमा, त्यसको एन्सर दिनेछौँ, त्यो विषयमा हामी छलफल गर्नेछौँ है त। अब सबभन्दा अगाडि ब्लगमा कन्टेन्ट राइटिङ भनेको के हो त? कन्टेन्ट राइटिङ भनेको अर्कालाई बुझाउने भाषामा उपयोगी कुरा लेख्नु वा अर्थ दिनु, अर्कालाई मिनिङफुल इन्फर्मेसन क्लियर वेमा दिने। ब्लग भनेको चाहिँ यो लेखाइलाई, तपाईको लेखलाई चाहिँ राख्ने ठाउँ हो वेबसाइटमा गएर। कन्टेन्ट भनेको अर्को तरिकाले भन्दा तपाईले लेखेर वा देखाएर दिने जानकारी, जस्तै भिडियो मार्फत दिनु भने, युट्युबमा बनाउनु भने तपाईले त्यहाँ देखाएर दिनुभयो, अथवा इमेज लेख्नुभयो, अनि वर्ड्समा लेख्नुभयो भने त्यो ब्लगमा लेख्नुभयो। ब्लगमा पनि धेरै खालका, जस्तै यो म मेरो ब्लगमा आइरहेको छु अहिले। यहाँ देखिरहनु भएको छ यो चार्जर छ। अब यो चार्जरको बारेमा यहाँ लेखिएको छ, यहाँ तल केबल, एक्सेलेन्ट स्पिड, यहाँ अर्थ दिएको छ। यो सकेको छैन ब्लग लेखेर, म सुरु गर्दैछु। यहाँ अरू पनि छन्, तपाईहरुले देखिरहनु भएको छ यतापट्टि। अब हाउ टु चुज अ स्मार्टफोन इन 2025, आइफोन 16 प्राइस इन युएसए, अपडेट फेब्रुअरी 25। यो एउटा टपिक भयो, टाइटल भयो ब्लगको। अब यसरी यहाँ दिएको छ, त्यो ब्लगको एउटा टाइटल भयो। कसैलाई इन्फर्मेसन दिनु कन्टेन्ट भनेको, वर्डमा, इमेजमा, भिडियोजमा, अडियोमा। जस्तै स्टोरी लेख्नुहुन्छ, गाइड लेख्नुहुन्छ, ट्युटोरियल लेख्नुहुन्छ, रिभ्यू लेख्नुहुन्छ, यी सबै कन्टेन्ट हुन्। अब राइटिङ भनेको के भन्दा तपाईले वर्ड्समा लेख्नुहुन्छ, एक्सप्लेन गर्नुहुन्छ, क्लियरली एक्सप्लेन गर्नुहुन्छ, तपाईलाई लागेको केही कुराहरू लेखेर व्यक्त गर्नुहुन्छ, त्यो कन्टेन्ट भयो, लेखाइमा व्यक्त गर्नुहुन्छ। जस्तै इक्जाम्पलको लागि मोमो कसरी बनाउने भन्ने लेख्नुभयो भने कन्टेन्ट भयो। मैदा मुछ्ने, किमा पकाउने, त्यो रोटी सानो बेल्ने, रोटीभित्र हाल्ने, यी सबै कुरा लेख्नुभयो भने त्यो एउटा कन्टेन्ट भयो। बेस्ट प्लेसेस टु भिजिट इन पोखरा, र त्यहाँ 10 वटा अथवा 5 वटा कति प्लेसेस लेख्नुभयो भने तपाईँ त्यो कन्टेन्ट लेख्नुभयो। ब्लग भनेको के हो त भन्दा ब्लग भनेको तपाईले लेखेर राख्ने ठाउँ, अनलाइन डायरी हो, डिजिटल डायरी, अनलाइन डायरी हो। जस्तो खातामा लेख्नुहुन्छ त्यो डायरी भयो। अब यो डिजिटल डायरी भयो। तपाईको आइडिया सेयर गर्नुहुन्छ, एक्सपिरियन्सेसहरू सेयर गर्नुहुन्छ। तपाईँ टिचर हो, तपाईँ पढाउनुहुन्छ, त्यहाँ ब्लगमा गएर चाहिँ म्याथ पढाउनुहुन्छ, इङ्ग्लिस पढाउनुहुन्छ भने तपाईको स्टोरीहरू केही छ भने त्यहाँ हाल्नुहुन्छ, त्यो ब्लग भयो। वेबसाइटमा गएर हाल्नुहुन्छ, त्यो वेबसाइट नै तपाईको ब्लग भयो। अब यसले गर्दाखेरि रिडर्सलाई, पढ्नेहरूलाई केही मिनिङफुल अथवा केही प्रब्लम सल्भ गर्न सक्छ। जस्तै एउटा म्याथको सिम्प्लिफाईलाई सोल्भ गरेर हाल्नु भने कोही विद्यार्थीलाई काम दिन सक्छ, अथवा त्यहाँबाट सिक्न सक्छन्। आइडियाहरू सेयर गर्ने, गिटार सिक्न सकिन्छ अनलाइनमा हेरेर, युट्युबमा पनि हेरेर। सबैको अर्थ यहाँ छ। नेपालमा सस्तो बिजनेस कसरी सुरु गर्ने भनेर लेख्नुभयो भने कन्टेन्ट भयो। अब लेखेर बुझाउनु भयो भने त्यो राइटिङ भयो। अनि त्यसलाई वेबसाइटमा पोस्ट गर्नुभयो, इन्टरनेटमा पोस्ट गर्नुभयो भने, लाइभ गर्नुभयो भने ब्लग भयो। तीनटै कुरा यहाँ आएका छन्। थ्याङ्क यू सो मच। अर्को क्लासमा फेरि भेटुनेछौँ। आजलाई यति नै है त।